कहिले हालिदिन्छु कि म तिमी नगर मलाई कि एक्सक्युज मी सर सर तपाईँकोमा म जिपे गरिदिन्छु एक्सक्युज मी सर तपाईँको म जिपे गरिदिन्छु 500 मलाई दिनुहोस् न मलाई इमर्जेन्सी चाहिरहेको छ 500 मेरोमा छैन ल प्लिज सर हेर्नु मलाई इमर्जेन्सी चाहियो कि म तपाईँलाई जिपे गरिदिन्छु नि 500 छ कि छैन मेरोमा पैसा पनि हेर्नु पर्छ त्यस्तै इमर्जेन्सी के हजुर इमर्जेन्सी उयो पऱ्यो कि त्यसले गर्दाखेरि चाहिँ इमर्जेन्सी चाहिएर नि तपाईँलाई हजुर तपाईँलाई इमर्जेन्सी रहेछ मात्रै कि हजुर मेरोमा पनि चाहियो अलिक चलाउने पैसा मात्रै छ हो हजुर हजुर त्यसको लागि आयो नाम आयो है हजुर यो नाम आयो तपाईँको ए है 500 रुपियाँ हजुर एक्सक्युज मी दा म तपाईँलाई मलाई 1000 रुपियाँ दिनुहोस् न म तपाईँलाई अनलाइन गरिदिन्छु भाइ इमर्जेन्सी पऱ्यो कि के को इमर्जेन्सी पर्यो यस्तै परेर नि इमर्जेन्सी परेर नि म तपाईँलाई अनलाइन गरिदिन्छु तपाईँ मलाई 1000 रुपियाँ क्यास दिनुहोस् न 1000 रुपियाँ त छैन भाइ मेरोमा त पैसा छैन त प्लिज रिक्वेस्ट गर्छु नि नभए त यसो गर कि भाइ हजुर मेरोमा 500 चाहिँ छ हजुर हजुर त्यति चाहिँ गरिदिउँ न त हुन्छ म 500 खासमा के भएको थियो हैन अलिकति प्रब्लम परेको थियो कि त्यसले गर्दाखेरि नि म तपाईलाई गरिदिन्छु नि इस हेर्नुस् त ल ल साह्रै पर्यो नि के त रिक्वेस्ट अब खै हजुर मलाई पनि चाहिने क्यास चाहिँ खासै चाहिँ हजुर हजुर पर्स पनि निस्किनु मान्दैन हौ अलिक ल भाइ हुन्छ थ्याङ्क यू दा थ्याङ्क यू सो मच कहाँ गयो मान्छे अरे औ कहाँ गयो कता हिँडेको हेर न एउटा यस्तो तल उयो भने उयो भयो नि म के भर्खर फोन उयो गरेर नि फोन पे गर्नु लगाएर पैसा फसेन रहेछ त्यस्तै म यहाँ मलाई पनि त्यसै गरेर देखाएँ कि त्यसो कति बेला कुरा अहिले भर्खर आऊ यहाँ उतापट्टि कहाँ पुग्यो खोज्नु पर्छ देखेको त्यसो नि 500 भन्यो जब हाली माग्यो तब पैसा छैन हो पैसा नभए हालिदिएको छैन गएर कहाँ गयो अनि ठिकै छ म पनि त्यस्तै भयो नि त त्यहाँ खोज्नु पर्छ कहाँ छ त्यो मान्छे खोजौँ न अब हामी हो त्यहाँ यसो मैले पनि उयो गरेँ कि त्यो सबै देखाउँछ कसैको देखाएँ डल्लै आफ्नो हेरेको कनेक्सनै छैन नाम पनि देखाउँछ त सबै देखाएँ कि तर नहुँदो रहेछ त्यही त म नि लास्टमा मेरो पछि होला भनेर चाहिँ यसो हेरेको कोट्याएर हेरेको थिएँ कि छैन नामसाम केही पनि छैन हो कतिजनालाई गरिसक्यो उसले चाहिँ मलाई देखायो हो अचम्म लाग्यो अनि त्यही चाहिँ म त छङ्गै भयो नि त अनि त्यहाँदेखि यो मान्छेले फ्रड गरेको होला जस्तो लाग्यो कि अनि त्यहाँ म खोज्दै हिँडेको ठिक्कै तँलाई भेट्यो हो त कता गएको भनेर म सोधेको नि त यतै गएको छ यतै यता छ म झन् अरे कता हौ अम्मा हौ दुईजना नमस्कार त्यही त के भयो के भयो पैसा हालिदिनु 500 रुपियाँ दिनु लग्यो 500 रुपियाँ होइन उसलाई पनि त्यस्तो गरेछ मलाई पनि त्यस्तै गर्यो अनि ऊ चाहिँ अत्तालेर खोज्दै रहेछ म पनि त खै के हो भनेर साथी के भयो भनेर भनेको अन्त तपाईँ बोल्दा पनि अहिले सुन्नुमा होइन देख्नुमा आइरहेको छ अहिले चाहिँ जिपेहरू क्या फ्रड क्या अब जस्तै अब जिपे अब म सर तपाईँलाई म जिपे गरिदिन्छु मलाई क्यास दिनुहोस् न भन्छ अनि अब क्यास दियो अन्त त्यो जिपे गरेको देखाउँछ ट्रान्जेक्सन उसकोमा फेरि आफ्नोमा चाहिँ आउँदैन सबैकोमा त्यस्तो भइरहेको छ अनि यो फ्रडै चलेछ हिजो अस्ति मलाई पनि एउटा भाइले त्यसै गरेर मेरो 500 रुपियाँ खाइदियो अन्त फेरि त्यो गाडीमा पनि अब चढ्छ होइन चढेपछि अब भाडा दिने बेलामा होइन अब टक्कै दियो अब त्यो सट्टै उसकोमा चाहिँ देखाउँदो रहेछ होइन तर यता पस्दै उसकोमा चाहिँ हुँदो रहेछ मलाई अघि देखायो नि त उसले पस्यो भने कि त्यस्तो पसेको छ त्यो मान्छे चाहिँ तपाईँ खोज्दै हिँडेको अहिले त्यो मान्छेलाई फ्रड गरेको कि अब त्यो 500 रुपियाँ चाहिँ तपाईँ छोडिदिनुहोस् आइन्दादेखि चाहिँ अब त्यस्तो खालको जिपे कसैले क्यास पैसा माग्यो भने चाहिँ पहिला आफ्नो एकाउन्टमा पसेन मेसेज त्यहाँदेखि मात्रै उनीहरूलाई दिन भन्छ त्यो हिँड्नु चाहिँ गल्ती हो नि त त्यो भएर अब कतिजना दुःख परेको हुन्छ भनेर मैले अब होइन हामी त अब राम्रै सोचेर चाहिँ अब उनीहरूलाई क्यास चाहिन्छ भनेर दिन्छौँ होइन तर उनीहरूले चाहिँ फ्रड गर्दैछ नि त अहिले त्यो चलिरहेछ अहिले हाम्रो मान्छेले त्यति मान्छेले चाहिँ एनालाइज गरेको छैन कि त्यो चाहिँ भित्री चल्दैछ यस्तो कुरो चाहिँ अलिकति
सेयर गर्नुपर्ने हो नि त हो कि होइन साथीभाइले हो कि भन्नु छ तपाईँले नि अरूलाई सुने म पनि भनेको साथीहरूलाई कति चाहिँ जिपे नि फ्रड चलिरहेको छ त्यसमा चाहिँ बहुत जोगिनुपर्छ है हो फर्स्ट टाइम हो अस्ति मलाई के भएको थियो नि त्यस्तो चाहिँ तर अब त्यस्तो चाहिँ अरूलाई चाहिँ नहोस् भनेर चाहिँ होइन अब यो चाहिँ अरूलाई पनि भन्नुहोस् हो कि होइन भन्नु अब त्यो छोडिदिनुहोस् हौ अब के चाहिँ गर्नु अब त्यो एउटा कुरा चाहिँ यस्तो नि म चाहिँ के भन्न चाहन्छु भने अब मेरो त लु खाइहाल्यो धेर त पैसा खाएन 500 त खायो तर यस्तो कुराहरू चाहिँ सब फेरि अरूलाई पनि नहोस् चाहिँ चाहँदैछु नि त म त्यसले गर्दा त्यसलाई चाहिँ खोज्नु जाउँ भनेर चाहिँ यसलाई लिएर हिँडेको फेरि ठिक्कै सरलाई भेट्यो चिन्यो भने एक दिन भेटिहाल्छ होइन के छैन तर आफै जोगिनुपर्छ यो एकदम सर तर यो मान्छे चाहिँ अलिक झ्याम्ले झ्याम्ले खालको छ है हो लम्बु लम्बु खालको छ अलिक याद गर्नुहोस् है केस यस्तो फेरि सरले चाहिँ मलाई झ्याम्ले हुनु हुन्छ लु जाउँ त्यसो अब छोडिदिनुहोस् अब के गर्नु होइन अब यो फ्रडबाट चाहिँ हामी बाँचिनुपर्छ होइन अहिले पुरा त्यो स्किम चल्दैछ हेलो नमस्ते म पलमान सुब्बाको तर्फबाट यस भिडियो मार्फत है यो मेसेज लिएर आएको छु है यो भिडियोको मेसेज चाहिँ के छ भन्दाखेरि चाहिँ अहिले चाहिँ है जति पनि अब जिपेहरू क्या फ्रड स्क्याम भइरहेको छ है अब जस्तै जिपे चाहिँ अब है अर्कालाई अब म गरिदिन्छु र मलाई क्यास पैसा देऊ भनेर चाहिँ भन्ने गर्छ होइन र अब त्यो गर्दाखेरि चाहिँ अब आफ्नो चाहिँ पैसा पस्दैन र उसकोमा चाहिँ पसेको देखाउँछ है यो चाहिँ अब फ्रड स्क्याम चलिरहेको छ है यसमा चाहिँ हामी सतर्क रहौँ भने मैले भिडियो बनाइरहेको छु र यो भिडियोले कसैको जीवनमा मेल खायो भने हामी सम्पूर्ण दर्शकबिनहरूलाई हामी माफी माग्न चाहन्छौँ होइन र यो भिडियोको कन्टेन्ट कस्तो लाग्यो कन्सेप्ट कस्तो लाग्यो है तपाईँलाई मन परे जति सक्दो सेयर लाइक कमेन्ट गरिदिनु भन्ने म आशा राख्न चाहन्छु थ्याङ्क यू